नमस्कार। यदि तपाईको व्यवसायमा इलेक्ट्रोनिक बिलिङ सफ्टवेयर प्रयोग भइरहेको छ भने कृपया यो महत्त्वपूर्ण सूचना ध्यानपूर्वक सुन्नुहोस्। आन्तरिक राजस्व विभागले जारी गरेको विद्युतीय बीजक सम्बन्धी कार्यविधि 2082 अनुसार 2074 को कार्यविधि अन्तर्गत सूचीकरण भएका सबै बिलिङ सफ्टवेयरले पुनः सूचीकरण अर्थात् रिएप्रुभल वा रिलिस्टिङ गर्न अनिवार्य गरिएको छ। यदि तोकिएको समयभित्र पुनः सूचीकरण गरिएन भने त्यस्ता बिलिङ सफ्टवेयरबाट नयाँ विद्युतीय बीजक जारी गर्न मिल्ने छैन, जसले तपाईको व्यवसायमा कानुनी तथा सञ्चालन सम्बन्धी समस्या सृजना गर्न सक्छ। यति मात्र होइन, आर्थिक वर्ष 2083-84 को बजेट व्यवस्था अनुसार वार्षिक 10 करोड भन्दा बढी कारोबार गर्ने र इलेक्ट्रोनिक बीजक जारी गर्ने सबै व्यवसाय अब अनिवार्य रूपमा CBMS अर्थात् सेन्ट्रल बिल्डिङ मोनिटरिङ सिस्टममा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको छ। त्यसैले आजै आफ्नो बिलिङ सफ्टवेयर प्रदायकसँग सम्पर्क गर्नुहोस् र तपाईले प्रयोग गरिरहेको सफ्टवेयर पुनः स्वीकृत रिएप्रुभड भएको छ कि छैन तथा CBMS मा आबद्ध हुन पूर्ण रूपमा तयार छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस्। यदि तपाईलाई CBMS मा आबद्ध हुने प्रक्रिया, बिलिङ सफ्टवेयरको पुनः स्वीकृति, रिएप्रुभल वा कर सम्बन्धी कुनै पनि परामर्श आवश्यक छ भने एक्सप्रेस स्किल्स प्राइभेट लिमिटेड सधैँ तपाईको साथमा छ। आजै सम्पर्क गर्नुहोस्। समयमै तयारी गरौँ, कानुनी अनुपालन सुनिश्चित गरौँ। धन्यवाद।